त छैन त पैसा, अब के गर्ने, ढाँटेर कति लुकाउने, भएको कुरा यही हो। जे पर्छ त्यो गर्नु पर्यो, कि त ऋण दिनु पर्यो हजुर, कि महसुल बढाउनु पर्यो। शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेका थिए। दिउँसो 2 बजेलाई बोलाइएको सम्मेलन निर्धारित समयमै सुरु हुन्छ। यसअघिका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको पत्रकार सम्मेलनमा पत्रकार र अन्य नागरिकको समेत खचाखच भिड हुने गरेको भए पनि आजको पत्रकार सम्मेलनमा भने हल खाली नै थियो। पत्रकारले प्रश्न सोधिसकेपछि कार्यक्रम अन्त्यतिर पुगेको हुन्छ। त्यतिकैमा टाउकोमा साइकलको हेलमेट लगाएका एक व्यक्ति हात उठाएर प्रश्न सोध्ने इच्छा राख्छन्। उनलाई प्रश्न गर्न माइक दिइन्छ। उनले आफ्नो परिचय राजाराम तण्डुकार भएको बताउँछन् र प्रश्न गर्न सुरु गर्छन्। उनको पहिलो प्रश्न थियो, कुलमान घिसिङ गएको 1 हप्तादेखि पटक पटक लोडसेडिङ भएको छैन भनेर यहाँ कसैले भन्न सक्छ भने हात उठाउनुहोला। तण्डुकारले प्रश्न गरिरहँदा अरू चुपचाप बस्छन् र रोस्टममा जवाफ दिन बसेका हितेन्द्रदेव साक्य यताउता हेर्दै हत्तपत्त हात उठाउँछन्। त्यसपछि तण्डुकारले भन्छन्, तपाईँ एक्लै पर्नुभयो। कुलमान घिसिङ हटेको 1 हप्तादेखि नै पटक पटक बत्ती दिन थालेको छ र त्यो यो हलमा बसेको कसैले पनि होइन भन्न सक्दैन। छ भने एकजना कसैले हात उठाउनु होला, छ भने मैले हात उठाएँ र त्यसपछि राजारामले जनताले फालिसकेको इन्भर्टर किन्न थालेको, बेचिसकेको जेनेरेटर किन्न थालेको र जसले इन्डक्सनमा भात पकाउन थालेको थियो उसले ग्यास चुलो किन्न परेको अवस्था आएको बताउँछन्। त्यस्तै उनले बजारमा गएर हेर्न जान र बुझ्न समेत चुनौती दिन्छन्। जसले इन्भर्टर फालिसकेको छ उसले फेरि किन्न जान परेको छ होइन, अनि जसले इन्डक्सनमा भात पकाउन थालेको थियो उसले फेरि ग्यास चुलो किन्न परेको अवस्था छ। हेर्न जानुस्, बुझ्न जानुस् बजारमा। त्यस्तै उनले हितेन्द्र देवलाई लोडसेडिङ नभएको भन्दै झुट नबोल्न समेत आग्रह गरे। अनि लोडसेडिङ भइरहेकै छ तर तपाईले छैन भन्नुभयो, एक्लैले हात उठाउनुभयो। तपाईँ त तपाईँका मञ्चमा बसेकाले उठाएर भएन, मञ्च भन्दा बाहिर बसेकाले उठाउनु पर्यो, उनले भने। अनि लोडसेडिङ भइराखेको छ, तपाईँले छैन भन्नुभयो, तपाईँ एक्लै हात उठाउनुभयो। तपाईँ र तपाईँका मञ्चमा बस्नेले उठाएर भएन, यहाँ पत्रकार मित्र र यहाँ फ्लोटमा बस्नेले उठाउनु पर्यो क्या, मिलिरहेको छ र। त्यस्तै उनले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउन र लाइन काट्न नसक्ने बताउनेले जनताको लाइन काट्न मिल्छ भन्दै प्रश्न तिर्स्याए। तपाईँले त्यो डेडिकेटेड ट्रङ्क लाइनवालाको सुन्नुहोस् न, उठाउन सक्दिन यो भन्नुहुन्छ होइन, उनीहरूको लाइन काट्न सक्नुहुन्न भन्नुहुन्छ, अनि जनतालाई चाहिँ नि लाइन काट्दिने, सबैको सबैजनालाई काट्दिने। डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउन सक्दिन भन्नुहुन्छ, उहाँहरूको लाइन काट्न सक्दिन भन्नुहुन्छ, अनि उनीहरूको लाइन नकाटेर सबै जनताको चाहिँ लाइन काटिदिने। त्यस्तै उनले शुक्रबार बिहान समेत आफूहरूकोतिर आधा घण्टा बत्ती काटिएको र आफ्नो फोन चार्ज गर्न नपाएको दुखेसो पोखे।